मान्छेको। यसरी हिम्मत हार्नु हुँदैन, आफ्नो मलाई डह्रो पार्नुपर्छ। भाउजू, हजुरको मैले धेरै चित्त दुखाएँ, मलाई माफ गरिस् भाउजू। जे भयो कुन्दन बाबु, त्यसलाई बिर्सेर रमाउने कोसिस गरिस्, पत्र पत्रिका पढिस्, टिभी हेरिस्, व्यायाम गरिस्। यसले हजुरलाई धेरै सहयोग पुग्नेछ। ए, तिमी त्यहाँ छौ? होइन, यसले के भयो? होइन, केही पनि होइन। कुन्दन बाबुलाई सन्चो छैन। अझै यसलाई ठिक भएको छैन, डाक्टरलाई देखाउनु पर्छ। होइन, डाक्टरलाई देखाइसकेको, 2-4 दिन रेस्ट गर भनेको छ, त्यसपछि ठिक भइहाल्छ नि। रातभर पढेर यस्तो भएको होला। साँच्ची, हामी सबै बाहिर जाँदैछौँ, तिमी तयार भइहाल है। म? उहाँलाई कसले इन्भाइट गरेको छ, उहाँले नाइ नै भन्न सकिएन। कुरा पनि रमाइलो गर्दो रहेछ, मान्छे पनि रमाइलो होला। के अरे, के नाम के भन्थ्यो? कल्याण थापा। कल्याण थापा? के तिमी चिन्छौ र? मैले अहिले उहाँलाई बताएँ भने कुन्दन बाबुको बारेमा पनि बताउनु पर्ने हुन्छ, त्यसैले अहिले चुप लाग्नु नै ठिक हुनेछ। के टल्ल परेपछि? म सोच्दै थिएँ कुन्दन बाबुलाई सन्चो पनि छैन, फेरि उहाँलाई यस्तो हालतमा छोडेर हजुरहरू गइसोस् न, म कुन्दन बाबुसँगै बस्छु। त्यसो भए राम्रै होला, तिमी बस्छ, हामीहरू जान्छौँ। त्यो कल्याण थापाले बाबालाई किन बोलाएको होला? त्यो पनि परिवार सहित? वेलकम प्रताप जोशी, वेलकम वेलकम। कल्याण थापा तपाईँ नै हो? यसमा पनि संख्या छ। वेलकम वेलकम, हजुर नमस्कार। खुसी परिवार छ तपाईँको। त्यो त हो। ऊ मेरो जेठो छोरो जयस, ऊ माइलो छोरो वर, यिनी माइली बुहारी, जेठी बुहारी र कान्छो छोरो चाहिँ घरमै छ। अनि तपाईँको नि? कुनै समयमा मेरो पनि सुखी परिवार थियो, तर अहिले छैन। मतलब मैले तपाईँको कुरा बुझिनँ। छोडिदिनुहोस् यी कुराहरू। भन्नुहोस्, तपाईँहरू तातो लिनुहुन्छ कि चिसो लिनुहुन्छ? तातै खाउँ। तपाईँको उमेर त धेरै भएको छैन जस्तो छ, तर कम समयमै निकै राम्रो प्रगति गर्नुभएछ। यो सबै त उहाँकै देन हो। मतलब म उहाँको सफलताबाट इम्प्रेस भएको छु। हेलो, गौरवजी बोल्दैछु। नमस्ते नमस्ते। हो, मैले तपाईँको रिपोर्ट हेरेँ।
दुई चारवटा कुरा संशोधन गर्नुपर्छ, अरू त ठिकै छ, माइनर। हजुर बाबासँग पनि मैले कुरा गरिसकेँ। ठिक छ, हाम्रो प्रोजेक्ट अगाडि बढ्छ। ए मिस, हेलो मिस, त्यहाँ लडिएला। ए यो के गरेको यो? ए मिस के गरे यो? धन्यवाद तपाईँलाई, उहाँको ज्यान बचाइदिनु भयो। यिनको यस्तो हालत? कल्याण सरको बहिनी हुनुहुन्छ, प्रेममा धोका पाएर उहाँको यस्तो अवस्था भएको हो। विश्वासघातीहरू दिन्छन् धोका यहाँ आफ्नै साथीहरू।